पहिला भन्दा नि यति राम्रो भएको छ कि यति राम्रो भएको छ हाम्रो स्कुल देख्न सक्नुहुन्छ हजुर। यहाँ चाहिँ कसलाई याद आयो आई होप हजुर सन्चै होला, म नि आरामै छु। देख्न सक्नुहुन्छ गाइज आज चाहिँ स्कुलको किताब मिलिरहेछ है, देख्न सक्नुहुन्छ हाम्रो विद्यार्थीहरू कति धेरै। यहाँ चाहिँ पहिलाभन्दा धेरै विकास भएको छ देख्न सक्नुहुन्छ है हजुर। पहिला हामी पढ्दाखेरि होइन इन दुई कोठा मात्र थियो, आजकल देख्न सक्नु उता भवन बनेको छ, यहाँ भवनहरू बनेको छ है, यहाँ गार्डन छन्, शिक्षक देख्न सक्नुहुन्छ। पहिला यो नि बनेको थिएन देख्न सक्नुहुन्छ। पहिलाभन्दा चाहिँ धेरै डिफ्रेन्ट देखियो। केही दिन अगाडि मैले चाहिँ केही दिन अगाडि स्कुलको बाहिरको भिडियो चाहिँ धेरै माया गरिदिनु भएको थियो। आज चाहिँ भित्र धेरैभन्दा पनि धेरै चेन्ज भएको छ, धेरै रमाइलो भएको छ देख्न सक्नुहुन्छ। आज चाहिँ किताब कसले पाउनुभयो प्लिज कमेन्ट गरिदिनु होला। अनि हामी चाहिँ आज किताब लिन आएको होइन, देख्न सक्नुहुन्छ। यहाँनिर चट्टा हाम्रो मन्दिर उतार्नुहुन्छ, हाम्रा शिक्षक शिक्षिकाहरू चाहिँ यहाँनिर बस्नु भएको छ। यहाँ चाहिँ हाम्रो पहिलाको हामी पढ्ने क्लास 9-10 क्लास चाहिँ यही हो है, देख्न सक्नुहुन्छ। यस्तो छ, यहाँ चाहिँ साइकलहरू राख्थ्यौँ पहिला नै। उहाँ चाहिँ म्यामहरू देख्न सक्नुहुन्छ, हाम्रो म्याम शिक्षकहरू त्यही हो। रमाइलो। म चाहिँ आज फाइनली किताब लिन आएको गाइज, त्यही भन्न चाहन्छु। खुसी लाग्यो होइन। हजुरलाई हाम्रो स्कुल कस्तो डिफ्रेन्ट छ हामीसँग पढेको साथीहरू प्लिज कमेन्ट गरिदिनु होला। यहाँनिर पनि चाहिँ धेरै चेन्ज भएको छ देख्न सक्नुहुन्छ है। पहिलाभन्दा नि कति चाक्लो भएको छ है। योभन्दा अगाडिको भिडियोमा चाहिँ धेरै माया देखाइदिनु भएको थियो क्या, ऊ त्यहाँ दिदी देख्न सक्नुहुन्छ। त्यही भन्न चाहे कसलाई याद आयो हाम्रो स्कुलको कति डिफ्रेन्ट भएको छ भिडियो माध्यमबाट हजुरलाई थाहा भएको छ होइन, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला।